हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। स्वागत छ तपाईहरुलाई विजेता शर्मा युट्युब च्यानलमा। आज मैले आलु निम्की बनाएको छु। के कस्तो बनाए प्रतिक्रिया दिनु है तपाईहरु। मैले पनि युट्युबमा हेरेर सिकेको हो, भयो भएन कति बाहिर खाने भनेर आज आफैले रुममा बनाएर खाएको। कस्तो मिठो भएको थियो, ट्वाक्क परेको भएको थियो। तपाईहरुलाई पनि बनाउन मन छ भने यसरी नै बनाउनुहोस् है। नजान्नेहरुले जान्नेहरुलाई त आइहाल्छ। म बसेको एरियामा चाहिँ आलु निम्की नै पाउँदैन वरपर चोकहुँदी, त्यही भएर खान मन लागेको बेला टाढा जानुपर्छ। आज चाहिँ मैले ल भनेर कति अरूकोमा खाने भनेर आज आफै ट्राई गरेको, तर सबैले तारिफ गर्दै थिए मिठो भयो भनेर। तपाईहरुलाई पनि यस्तो हेर्दाखेरि मिठो लागेको छ भने कमेन्ट गर्नु होला। तपाईहरुलाई म इन्भाइट गरेर रुममा बनाएर खुवाउने छु। आलु निम्की बनाउनलाई चाहिँ खासै बाहिरको केही चीज पनि चाहिदैन, घरमा आफूसँग जे जे छ त्यही पनि भइहाल्ने रहेछ। प्याज, टमाटर, धनियाँ, खुर्सानी, कागतीहरू त प्राय घरमा भइहाल्छ। त्यसैले बनाउने अनि एकदमै मिठो बनाएर खाने। अनि तपाईलाई भिडियो हेर्दै गर्दाखेरि चाहिँ मुखमा पानी आयो आएन? मलाई चाहिँ पानीपुरी, चटपटे, आलु निम्की भनेपछि जस्तो सुकै अवस्थामा पनि मुखमा पानी आइरहेको हुन्छ। तिर्खा लागेको बेला चाहिँ धेरै काम दिन्छ है त्यो पानीले। आलु निम्की सम्झिने, मुखमा पानी ल्याउने, घुटुक्क निल्ने। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। प्लिज लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब पनि गरिदिनु। के भयो भएन कमेन्ट पनि गरिदिनु। बाइ बाइ।